मुकेशलाई उसलाई आज के भन्ने गरेछ उसलाई आज अलि सन्चो छैन मुकेशलाई सन्चो छैन उहाँलाई भनिदेऊ न त आज भने रहर कुरा गरिदेऊ नि यसलाई कति सजिलो उहाँलाई भनिदेऊ नि त आज दिन अब है लगेडा ल है आज बवाल हान्नुपर्छ है फ्रेमिङहरू टक्क तपाईँहरूसँग एकदमै उतापट्टिको एकदम मेहनत राम्रो फ्रेमिङहरू राम्रो छ है फेरि 2-3 कुरा राम्रो भएको है अब आरती बाहिर त बस्ने गर्नु बाहिर त बस्ने गरेको थाहा थिएन मलाई पनि के हो कहाँ जानु भएछ त फोन लिएर त म यहाँसम्म आइपुगेँ नि यहाँबाट फोन गर्नु पानी आयो है छिटो गर पानी आउँछ अब है सुन है त्यो भन्नु नि साँच्चै बत्ती छैन भनेको आमा गइसक्नु जानु नि मन स्ट्रिट ल ओके ठिक छ रेडी अब उता बसिरहनु ल म जान्छु त्यहाँबाट ल काम मिलाउँदैछ नि हो त्यहाँ राख्थ्यौ मकै पनि छुट्छ अब यहाँनिर के एउटा पहिला कान्छी आइपुग्यो है पानी लिएर खोइ त तिम्रो दिदी बहिनी सँगै गयो होइन पर्दैन आरती भित्र लैजानु पानी लैजाँदै थियो खोइ थाक्नु भएको थियो क्यारेक्टर रोल चाहिँ बुढा तपाईँले दिदीको काट्दै गर्नु काटिन्छ ल रेडी अलि परबाट हो एक्सनमा है यता हालिछु पहिला अनि कलर 6000 छ रे बुढा 56 पुऱ्याउनु भयो खोइ त कुर्सीले डिस्टर्ब गरेर मात्रै झार्दियो यहाँले थाहा छ ल के कटिङ जाऊ थाक्नु पर्ने कान्छीको प्रोफाइल वरिपरि हो तिम्रोमा परेन होला कान्छी एकपल्ट ढोका बस ल एउटा अन्जुबाट तानेर आमालाई वाइट गर्दै मिट गरिदेऊ है फिल्म रेडी टेक 2 क्यामेरा 1 2 ठीक छैन यो भने बिचरा हावा सबै सोझा रहेछ नि हैन यहाँ सब फ्रेम सबैजना के भित्र आउँछ छैन अहिले बा आउनु त पहिलाको छ यहाँ आऊ दादा त्यसो त्यहीबाट तानेर लिएर गयो कि बाहिर त घाँस हुँदैन होला नि त्यहाँ भित्र नि हुन्छ नि त घाँस छ त त्यही गर्नु गरिराख्नु पर्यो बुहारीहरू पनि खाली हातमा बसेका छन् घाँस काट्न गइरहेछन् अब तिनीहरू आउँछन् र घाँस हाल्छन् भने त्यसै छोडिदिनु काम बाँकी रहेछ म त्यसै बसिया छु हाम्रो घरमा जसले भ्याउँछ त्यसले काम गर्छ यसले गर्छ भनेर बाँकी राख्ने कुरै छैन ओके ठिक छ कम्पोजिटमा जाऊ ल ओके 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 ठिक छ यति छ तिम्रो दुईजना छैन अहिले अन्जुलाई इन्ट्री गरौ यताबाट अन्जु आयो आउनु अन्जु आयो तलबाट गुनगुन गरेछम्म दुईजना बुढाबुढीको गुनगुन सुन्यो ल ब्याक साइडबाट इन्ट्री गराइदेऊ तिमीलाई कति छुट्या छ त मलाई मात्रै अदुवाको व्यापार गर्ने गऱ्यो सबैजना मिल्यो अदुवाको व्यापार गरियो पनि खै पैसा आएन के म अलिक तल तिम्रो सबै लाग्यो तिम्रो रङ चाहिँ कसरी छ ठ्याक्क खिच्न तिमीलाई मात्रै के खाँचो घर आएर मान्छे हुँदैन है मुकेश केही बोल्दैन कान्छी गएपछि खाना पाए यतिसम्म गरौँ अनि कम्प्लिट त्यो चक्लेट यो तिमीले दियो होइन हेर मेरो यो मेरो कर्तव्य हो कि मैले यहाँ जाँदैबाट मैले सिकेको यो भाले मैले यो राखेँ तर होइन यो हेर्दा दुइटै तिम्रो हुनसक्छ कि किनभने त्यो अर्को कसै राखेको उसले दिएको होइन नि मैले खाइरहेको मैले खाएको यहाँ राखेँ यो कहिले फाल्यो है यहाँ सेन्स के भयो भने यो भारी नलैजा भने कान्छेले थर्कारेको है अनि यहाँ भित्र गएको ऊ खुट्टा हल्लाएर सुतिरहेको छ अब यसले नलाने पछि मैले लाने भएँ
मैले लाने भए मैले भारी बोकेर जान लागेको थिएँ तपाईँ आइपुग्यो उयो डिलबाट मुकेशलाई उसलाई आज के भन्ने गरेर उसलाई आज अलि उहाँलाई भनिदेऊ न त आज भने रहर कुरा गरिदेऊ नि यसलाई कति सजिलो उहाँलाई भनिदेऊ नि त आज दिन अब है यस्तै पारा हो भने अलि पर पुग्यो यस्तै पारा हो भने चाहिँ अन्न पानी ज्यान हो यस्तै पारा होइन अन्न पानी भन्न पाएन यस्तै पारा हो भने त भन्न उसले आफ्नो इच्छाले भन्छ बुम उहाँलाई जाऊ निकाल्नु अन्न पानी के हो होइन अन्न पानीको त आमालाई भने होइन नि त्यो एक्लै फतफत गरेको हो कि ब्यागबाट कहाँको हो मान्छे त मान्छेमा झुन्दै यहाँ होइन त्यो त ठाउँको मतलब भएन दुईटा पानीको गाडी भाइहरू आउँछ म छान्छु को अनि बिस्कुट पनि चाहिन्छ होला नि मरिहाल्छु अब बिस्कुट चाहिन्छ तिम्रो फास्ट ट्र्याकमा जान्छ दुईटा बिस्कुट हाम्रो छ है घरभित्र छ है पसलमै जाऊ कान्छु यो भाइ जान्छ छिटो जान्छ यो भाइ बाबु दुई पुरी बिस्कुट ल्याइहाल त चारवटा लिएर आउन जाऊ त फास्ट गर फास्ट है बाबु उसले सक्दैन क्या उसलाई बानी परेको बाबु छिटो के हो त पुरी भने फेरि राखेरलाई पुरी भन्छ नि तिमी एउटा अर्को एउटा भाइ पनि चाहिन्छ बहिनी छ हुन्छ भोलि ल भोलि पनि छैन पनि छ दादा हेर भने यता खिचिरहेको जुन जुन मिल्छ त्यही हाल्छौँ हामी आशा आशा मलाई खुवाऊ भन भाइ मलाई खाऊ सानो त्यो उसले खाएको तिमीले खोसेर खाइदेऊ हो यो तिमीले देऊ फेरि मलाई खुवाऊ भन पुकुले भन चोरेर खाइदेऊ फेरि अर्कोले चोरेर खाइदेऊ अर्को दाइले भाइ फेरि भाइलाई देऊ ओके 50 मा गइदेऊ यहाँबाट सर 50 मा गइदेऊ ल है अब यो करोडको सिन लाग्दैन ट्राई गर न ल हो यहाँको मान्छे बस्छ अनि त्यहाँ बस्छ ल मान्छे छैन तल त्यो नाम ल्याउ त रादेऊ ल्याऊ अघि दाइको र तपाईँको के कुरा भएको हो र के भन्न खोज्नु भएको रहेछ त्यस्तो केही पनि होइन किन कुरा लुकाउनुहुन्छ मलाई भन्नु न ओके कान्छी कटर काटे कटिङ काट्दै त 61 उसो सक्दैन धनञ्जय ल उता ल होइन उसको कहाँ काट्ने यहाँ काट्ने हुने यहाँ काट्ने मलाई काट्दै हुन्छ ल दुईटा आइसु दुईटा मिल्दैन जाने भी स्याउ त काट्नु जान्दैन उता पर्दैन एकछिन काट्दै छैन उसको मात्रै कसको ल ल्यो फेसको मात्रै यो अनि यो पाकेर टिप्न जाँदाखेरि अनि यो पाकेर छ टिप्न जाँदा खस्यो भन्दा तिमी यहाँ आइपुग्नु पर्छ है ठ्याक्कै हेर यतिसम्म गरौँ ल उता राख न बोल्न यी बोल्ने हो यहाँ जाऊ त मन्टाज पनि हो जाऊ डाइलेगै गयो नि फरक पर्दैन राम्रो बोल्यो भने म छर्दैउ न हो त्यहाँ खाइहाल्छ उताबाट आइसक्यो आउँछ त्यहाँ छोड्दै तिमी त्यहीँ बसेर कहाँ आउँछ आफूलाई दिए जस्तो गर्नुभयो ल ल्याऊ हजुर यही ब्याक साइड बस्नु न त्यहीँ बस्नु म उताबाट भन्नु तिमी कहाँ हो म यो एङ्गल बसेको छु यो होइन मैले त यो खोज्या सरोज भट्टा तिमीबाट इन गर्छु यताबाट यो के
म सहित पुरै गाडी आयो अहिलेका ल्याऊ। बच्चाहरू त्यस्ता लाग्छ। रेडी? क्यामेरा फेरि अरे घुम देख्यो बुम बाबु बुम माथि गरिदेऊ यो रोड हातले गरे, होइन? पाइयो मजाले हो भन्छु अनि केयर दिनु न अनि आमाको माया कति लाग्छ धेरै लाग्छ माथिबाट आएर घाँस हान्दै र घाँस यहाँबाट यता हाल्न गयो जस्तो एक सर्ट लिइहाल्नु तपाईँले माथिबाट आउँ के भनेको अनि तपाईँले चाहिँ मलाई कान्छोलाई बढी माया गर्ने जस्तो हुन्थ्यो भन्ने चाहिँ लागिरहेको बाको टोपी नलाउँदा पनि आउँदैन कान्छालाई गरेको कहिले उसले तपाईँले खालि ब्यालेन्स गर्नुहुन्छ हजुर यहाँ मैले तपाईँलाई कान्छोतिर पुस गरेर पऱ्यो बुवा त्यो चाहिँ पर्छ कस्तो लाउने त मान्छेले मिलाइदिए त नि मान्छे सानो रोग बोल्छ भने मान्छे त्यति राम्रो सानो सन्देह लाग्दा फरियाली पुग्दै त्यो दिनको मेकअप चाहिँ यसको राम्रो अगेन भने थोपा 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 यसको मतलब हामी भनौँ भनेको लङ एउटा टाइट हान्यो एउटा लङ हान्थ्यो एकैचोटि भयो ल तपाईँहरूको साँप एउटै हो साँप एउटै हो त्यो साँचो के अरे होइन एकजना अलिक तल भिरतिरबाट टाउको निकाल भान्जेलाई यहाँ काट्न देऊ न हो अँ भिड त लास्टै भिड रहेछ हो र यहाँ चाहिँ अलि तलै छ कि फल्लै छ तपाईँ यहाँ जान्छ दिदी अब यस्तो मेला आएको रहेछ के रहेछ टाइप होइन घाँस त यस्तोमा काटिन्छ नि काट्छन् ठिक छ ए हो उ त्यहाँ यहाँ काट्न मिल्यो यहाँ हामीलाई फेरि देखाउनलाई उताबाट नदेखाउनु चिट गर्ने नि तपाईँको चाहियो अलि उताबाट जानु ल म यहाँ बसिदिन्छु ल म उठे ठ्याक्क भनिदिन्छु तपाईँले मिल्नु भएको छ मिल्नु त परिहाल्यो नि अहिले हाम्रो दिदीको देउरानी जेठानीको सर्ट चाहिँ उयो हान्थ्यौँ क्या भएको ए आउँदैछन् त्यसमा सानो सिनो ल मल्लो दिइहालौँ उसले पनि भइसक्यो उनी यहाँ हात देखाइदिए मैले हात देखाएँ हातभन्दा बाहिर उनी हात देखाइदिएको होइन ठिक छ ठिक छ होइन अब आइमाकोपट्टि चन्द्र तेरो बाला सम्झा भन्नु न बरु त्यस्तो बेला ठ्याक्कै देखियो पनि होइन हजुरले उफ गर्नुभयो होइन ठिक छ ए चन्द्र तेरो बाउलाई सम्झा भन्यो भने अनि त्यो बेला हेर्दाखेरि ल्याउँथे त्यसो डाइरेक्टै दिन्छु स्क्रिप्ट त्यही अनुसार जानु बोल्दैनन् दिदी मैले हात भन्छु मैले हेरेको सबैले यसो गरिरहेको छ उनीहरूले नि गरेको छ सबैले के मैले चाहिँ बाउले हाम्रो अन्टिनीसम्म यसो गरिसक्नु पो गर्नु अन्टीले चाहिँ थाहा पाइछन् अन्टिनीसम्म यसो यसो गरिरहनु अब दिदी थाहा पाउँछु के भयो तँलाई त्यो हात फेरि यहाँ फेरि ओहो बारुलो बसेर छ है बाबु टन्टी पुरै बारुलो केही गर्नु है त तिनजना जान्छ म टाइट बस्छु तपाईँ टाइपमा परेको थियो कि दिदी टाइपमा पऱ्यो कि यहाँ आएको कुरा सबै टाइप तपाईँ वाइट म्यानहरू यो फेरि आगो जरुरी छैन क्या मारे म त उताको थियो रोलिङ एक्सन बस्छु यसपालि केही दिन बस्छु ओके ठिक छ मारिन त राछि के अरे दाइ एकचोटि यो बुवाको एउटा आउँदाखेरिको यही ड्रेसको छ यहाँनिर घाँस काट्दा ठाउँमा गिरान्जनसँग एउटा भेट हुन्छ भएपछि बुवालाई ड्रेस चेन्ज गर्न लागिहाल्छ यहीँनिर टिममा आउनु त भयो त यो झोला पनि चाहिन्छ होला गिरान्जनले आउ त दिदी यहाँ आउँछ मेरो त सर्टै काम लागेन नि तपाईँ हाँसेर मेरो त सर्टै काम लागेन नि 4 जना छ है भने होइन बाको खोल्न टाइम रहेछ यहाँ छ भने गर न होइन यहीँनिर छ क्या दाइ टाइम होइन क्या त्यो बाहिर पानी पऱ्यो भने बाहिर पर्छ Can we drink water? यो पछाडि